नमस्कार आदरणीय दर्शकवृन्द, नेपाली आइक्यू च्यानलको प्रस्तुतिमा म अर्जुन अधिकारी यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछु। विगत केही समयदेखि आइक्यू सम्बन्धी ज्ञान दिने उद्देश्यले मैले यो च्यानल सञ्चालन गर्दै आइरहेको छु। आइक्यू भन्नाले व्यक्तिको तर्क गर्न सक्ने क्षमता, समस्या समाधान गर्न सक्ने दक्षता, सिक्ने तीव्र गति र विश्लेषणात्मक सोच जनाउँछ। आइक्यू किताबको ज्ञान होइन, यो त सही समयमा सही निर्णय लिने कला हो। व्यक्ति आफूमा आइक्यू छ भने समस्यामा अवसर देख्छ, छैन भने अवसरमै समस्या देख्छ। यो आइक्यू यो जीवन उपयोगी कला हो। यसले हरेक क्षेत्रमा हिना मसिना कुराहरूलाई पनि बेसरी मसिनोसँग निहालेर त्यसको गहिराईमा पुगेर समस्याको समाधान खोजेर यसले आफूलाई सफल पारेर गर्छ। त्यसकारण यो नलेज हुन हामीमा अत्यन्त जरुरी छ। आइक्यू नलेज बढाउने उद्देश्यले मैले आज पनि यस्तै एउटा जानकारीमूलक भिडियो लिएर आएको छु। यहाँ यो चित्रमा एउटा म्याच स्टिकबाट यो माछाको आकृति तयार भएको छ। यसको टाउको बायाँतर्फ र पुच्छर दायाँतर्फ छ। यो 6वटा म्याच स्टिक मध्ये 2टालाई ठाउँ चेन्ज गरेर होइन, 3वटा म्याच स्टिकलाई ठाउँ चेन्ज गरेर हामीले यसको टाउको दायाँतर्फ र पुच्छर बायाँतर्फ बनाउनुपर्ने हुन्छ। प्रश्न यो छ, 3वटा म्याच स्टिकलाई ठाउँ चेन्ज गरेर ठाउँ परिवर्तन गराएर अहिलेको आकृतिलाई ठिक विपरीत आकृति बनाउनु छ। जसले यो समस्या समाधान गर्न सक्नुहुन्छ उहाँले कमेन्ट बक्समा उत्तर दिनुहोला र आफ्नो इमेल आइडी समेत उल्लेख गरेर पठाउनुहोला। र जसले यो समस्या समाधान गर्नुहुन्छ उहाँलाई मैले रु 100 को रिचार्ज कार्ड पुरस्कार स्वरूप प्रदान गर्नेछु। यहाँहरूले सोचेर विचारेर ध्यान दिएर यो समस्याको समाधान गर्नुहुन्छ भन्ने आशा एवं विश्वास राख्दै आगामी दिनमा पनि आइक्यू सम्बन्धी ज्ञान बढाउनलाई यस्तै भिडियो हेर्नको लागि यहाँहरूले यो च्यानललाई सब्स्क्राइब समेत गरिदिनु होला। हस्त, धन्यवाद।